आज त क्यामेरा पनि पूजा हुँदैछ। फर्स्ट टाइम देख्दैछु आज। फर्स्ट टाइम हो मेरो, फर्स्ट एक्सपिरियन्स पनि हो हैन। एकदमै क्यामेरा पूजा गर्दै हुनुहुन्छ र तपाईले अघि चिन्नुभयो होला हजुरले हाम्रो यहाँ मोडल देख्नुभयो होला र हाम्रो उहाँ सर हुनुहुन्छ। म चाहिँ एकदमै टेन्सनमा बसिरहेको थिएँ। टेन्सन भएर ल आउनुहोस् म हजुरलाई देखाउछु मलाई के भयो भनेर। हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। म चाहिँ चट्ट रेडी बनेर निस्किन थालेँ आफ्नो सानो कामतिर। हजुरहरूलाई थाहा नै छ होला म कहाँ जाँदैछु भनेर। र मेरो ड्रेस पनि प्याकिङ भइसकेको छ। ड्रेस हेर्न सक्नुहुन्छ हजुरहरूले, एकदमै राम्रो छ। र म चाहिँ यसो आफ्नो अनुहार हेरेर जाँदै थिएँ त कस्तो लाग्यो अरे ठिकै छ केही छैन भनेर आफ्नो गन्तव्यतिर लागेँ। नारायणतिर नि भिडियो बनाउन त भिडियो बनाएँ। त्यसपछि चाहिँ साथीभाइहरू भेटिहाल्यो। साथीभाइहरूसँग भेटेर यसो सानो भ्लग बनाइहालौँ न त भनेर यसो भिडियो बनाएको त साथी पुरै बस आयो भनेर एक्साइटेड भएर बसेको। बसले त हामीलाई छोडेर पो गयो त अगाडितिर। अचम्म लाग्यो एकछिन त। त्यसपछि फेरि टेन्सन भएको थियो। मलाई चाहिँ टेन्सन भएको कारण चाहिँ मेरो ड्रेस हराएर हो गाइज। मेरो प्याकिङ गरेको ड्रेस हरायो। ठिकै छ भनेर अब बसको पछि लाग्यो हामी। बसमा चाहिँ सबैजना आउनु भएको थियो। त्यो बसमा चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो सबैजना डान्स क्रुहरू हुनुहुन्छ उहाँहरू सबैजना। र उहाँको अगाडि दुईवटा बस थियो हामीसँग। र हामी चाहिँ बिस्तारै लाग्यो आफ्नो सानो प्रोग्रामको लागि। र हेर्न सक्नुहुन्छ डाँडा काँडा हाम्रो सुट चाहिँ डाँडामा थियो गाइज चाहिँ एकदमै डाँडामा थियो र एकदमै पपुलर ठाउँ हो। र डाँडामा जाँदै थियो चेकिङ पो रहेछ त मामाहरू पो हुनुहुन्छ। हामी चाहिँ डाँडामा पुगेर यसो भिडियो बनाइहाल्नु भनेको त क्यामेरा उल्टो पाल्टो पो भएछ त। केही नभनिकन यसो भिडियो बनाउनु त भनेर यसो भिडियो बनाइहालेँ। देख्न सक्नुहुन्छ हजुरहरूले देवचुली डाँडाको पोखरी भन्ने ठाउँ है गाइज चाहिँ हजुरको। मलाई चाहिँ भोग्ला भएर यसो केही खाइहालेँ। देवचुली जाने बाटो चाहिँ उता छ हजुरको हेर्न सक्नुहुन्छ। र हामी सबैजना ओर्लेर यसो भिडियो बनाउँदै थियौँ। र उहाँ अझैको मम्मी पनि आउनु भइसकेको छन्। मम्मी हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, सबैजना आउनु भएको थियो। सबैजना खाजा खानेतिर लाएँ। म पनि यसो खाजा खाएको त चाउचाउको रहेछ खाजा त आज त। ठिक छ भनेर यसो बेलुका भएको त जाडो पो हुन थाल्यो ज्याकेटले। एकदमै जाडो हुन्छ त्यहाँ चाहिँ एकदम हुसो लाग्दो रहेछ। त्यसपछि हामी त्यहाँ गाउँको तलपट्टि ओर्लेको त उहाँ सरहरू गिम्बल सेट गर्दै हुँदो रहेछन्। हाम्रो सरहरू हुनुहुन्छ है उहाँ चाहिँ एकदमै बेटर हुनुहुन्छ, एकदमै राम्रो हुनुहुन्छ। र म चाहिँ यसो दायाँमा हेर्दै थिएँ। त्यहाँ सेटअप पनि रेडी भइसकेको रहेछन्। अनि त्यसपछि हाम्रो वान टिचर हुनुहुन्छ काठमाडौँबाट आउनु भएको र क्यामेरा पूजा गर्दै हुनुहुन्छ। हजुरहरूले अघि पनि देख्नुभयो होला क्यामेरा यसो पूजा गर्दै हुनुहुन्थ्यो सबैजना। र यो भिडियो चाहिँ हाम्रो अझै पुन मगर सर र एज अ उहाँको सबै फ्यामिलीहरू सबैजना एउटै फ्रेममा हजुरहरूले देख्न सक्नुहुन्छ। उहाँको चाहिँ यो पहिलो फ्यामिली भनौँ न एज अ फ्यामिली म्युजिक भिडियो हुनु उहाँहरूको एकदमै राम्रो मगर गाउँमा बनेको हुने भिडियो। र मगर गाना पनि हुन्। गानाको नाम चाहिँ म हजुरहरूलाई पछि भन्नेछु। त्यसको लागि हेर्न सक्नुहुन्छ हजुरहरूले लास्टसम्म हेर्न सक्नुहुन्छ मेरो फुल भिडियो। र हाम्रो उहाँ दाइ आउनुभयो अझैको दाइको पनि दाइ हुनुहुन्छ उहाँनिर हेर्न सक्नुहुन्छ। उहाँ एकदमै लजाउनु भइरहेको थियो के गरौँ भएर एकदमै लजाएर हाँस्नु भइरहेछ उहाँनिर। ठिक छ भनेर उहाँले पनि यसो कताबाट घुमाउने कन्फ्युज हुनुभयो। ठिक छ उहाँलाई घुमाउन सिकाउनु भइरहेछ उहाँ सर अनि म्यामहरूले। हजुरको यो भिडियो चाहिँ चाँडै नै रिलिज हुनेछन् किनकि एकदमै मिहिनेत गरेर बनाएको छन् हामी सबैजना मिलेर। त्यसपछि आज मेरो पनि कुरा आएको छ कि मेरो त ड्रेसै हरायो गाइस। त्यो भएको कारणले गरेर म चाहिँ आज फ्रेममा नदेखिन सकेला। एकदमै दुःख लागिरहेको थियो मलाई चाहिँ। त्यही पनि केही छैन, दुःख लागे पनि एउटा सानो भ्लग पनि जाओस् न त भनेर यसो भिडियो बनाइदिइहालेँ। अब यस्तै त नि अब अघि खप्पर जहाँ गयो नि ठक्कर भन्थ्यो क्या अरे बाउ बुढा बाजेले। त्यही पनि ठिकै छ भनेर अब यसो मनलाई मारेर भयो भने यसो भिडियो बनाएँ। त्यही पनि यसो घलेगा दिएर भयो पनि उहाँहरूले आज मलाई एकदमै माया गरेर भयो पनि एउटा सानो क्लिप भयो नि दिनुभयो फ्रेममा। त्यही नि खुसी छु म। तर जे भयो नि मनदेखि अलिक पीडा त छ है गाइस सबैजनालाई। ल हेर्न सक्नुहुन्छ सुटिङ टाइममा हजुरहरूले र प्लस हजुरको एज अ सुटिङ टाइममा हेर्न सक्नुहुन्छ उहाँहरू को आउनु भइरहेछ भनेर। र एज अ हजुरहरू चाहिँ उहाँलाई एकदमै माया गरिदिनु हुन्छ भनेर एकदम विश्वास छ। त्यो एकदमै यो पनि छ होइन। ठिकै छ केही छैन। त्यसो भन्दैमा यसो अगाडि कुरा गर्दै थिएँ त उहाँ अगाडि के गर्नु गाइस साइडमा बसेर यसो हेरिरहेको के गर्नु मनलाई माया मार्नु पऱ्यो। र बेलुका सुट सकेर बिहानको भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले देवचुली डाँडाको। र हामी सबैजना माथि आइसकेको थियो र भ्यू हेर्दै थिएँ। त्यसपछि हामी चाहिँ प्याकिङ गरेर ट्याक्क बसमा चढियो। सबजना सुतिरहेको थियो बेलुका नाइट सुट गरेर। ठिक छ अब हजुरको यो भिडियो चाहिँ चाँडै रिलिज हुनेछ। हस्त धन्यवाद।